नमस्ते साथीहरु, स्वागत छ यहाँलाई मेरो च्यानलमा। आज म हजुरहरुले नै कमेन्ट गर्नुभएको भिडियो लिएर आएको छु हैन। अनि यो भिडियोमा चाहिँ मैले के गर्न लागेको छु भने हजुरहरुलाई चाहिँ बाहुलाको कटिङ चाहिँ देखाउन गइरहेको छु। यसमा चाहिँ मैले आज दुई थरीको बाहुला कटिङ गर्ने छु। एउटा चाहिँ हुन्छ हाम्रो हाफ बाहुला, जस्तै हामीले त्यसलाई चाहिँ म्याक्सीमा राख्न सक्छौं, ब्लाउजमा, कुर्तामा, जसमै पनि हजुरहरुले चाहिँ यो बाहुलाको कटिङ गर्ने तरिका चाहिँ राख्न सक्नुहुनेछ। कुर्तामा पनि, ब्लाउजमा पनि, बाहुलामा पनि। अनि त्यही कारण आज म हजुरहरुलाई हाफ बाहुला कटिङ गर्ने र क्वार्टर बाहुला हुन्छ नि, क्वार्टर बाहुला कटिङ गर्ने चाहिँ तरिका म सिकाउन गइरहेको छु। अनि यदि हजुरहरुले पनि यो बाहुला कटिङ हेरेर चाहिँ केही सिक्नुहुन्छ भन्ने मैले चाहिँ आशा राखेको छु है। अनि मैले चाहिँ यसरी यो दुई पल्लामा कपडा लिएँ, त्यसपछि फेरि यो दुई पल्ला कपडालाई चाहिँ दोबारेर चार पल्लामा चाहिँ मैले यो कपडा राखेँ। बाहुला कटिङ गर्दा जहिले पनि हामीलाई चार पल्ला चाहिँ कपडा चाहिन्छ है। दुवै साइडको बाहुला निकाल्नुपर्छ नि, त्यही भएर चारवटा पल्ला चाहिन्छ। अनि बन्द भाग जहिले पनि आफू साइडमा पार्ने, बाहुला कटिङ गर्दा चाहिँ बन्द भाग चाहिँ जहिले पनि आफूपट्टि हुनुपर्छ बाहुला भाग। अनि त्यसपछिबाट कटिङ गरिसकेपछि अब यो बाहुला चाहिँ मैले 34 छातीको साइजको लागि बनाउँदै छु। यसरी नै हजुरहरुले चाहिँ जति साइजको लागि बनाउन सक्नुहुन्छ। मैले हजुरहरुलाई चाहिँ एउटा आइडिया दिँदै छु कि यो 34 छातीको लागि चाहिँ म बनाउँदै छु भनेर है। अनि त्यसपछि त्यसरी नै हजुरहरुले चाहिँ यो जति पनि छातीको लागि बनाउन सक्नुहुनेछ। म चाहिँ हजुरहरुलाई एउटा चाहिँ आइडिया दिनको लागि यो 34 छातीको लागि बनाउँदै छु भनेर भनेको। अनि त्यसपछि अब 34 छातीको लागि बनाउँदा अब हामीलाई हाफ बाहुला कति चाहिन्छ, अब हामीले कस्टमरको नाप लिन्छौं। अब आफूलाई पनि कतिको बाहुला लम्बाइ चाहिन्छ, 4, 5। हाम्रो हाफ बाहुला चाहिँ 3 देखि सुरु हुन्छ, 3, 4, 5, 6। अब मन पर्ने आफूलाई लम्बाइ अनुसार चाहिँ पहिला इन्ची टेपले यसरी यहाँ चिन्ह लगाउने, आफूलाई फिक्स कति नाप चाहिन्छ त्यसमा चाहिँ यसरी चिन्ह लगाउने। अनि यो चिन्ह लगाइसकेपछि चाहिँ हाम्रो बाहुलाको लम्बाइ भाग भयो हैन। अहिले चाहिँ मैले यसमा लम्बाइ भाग मात्रै राखेको छु, यसमा एक्स्ट्रा केही पनि प्लस गरेको छैन। न तल फोल्ड गर्ने भाग प्लस गरेको छु, न माथि सिलाउने भाग फोल्ड प्लस गरेको छु। मैले अहिले सिर्फ आफूलाई कति चाहिन्छ त्यति नाप मात्रै लिएको छु। अनि त्यही अनुसार अनि हाम्रो हातको जहाँसम्म हाम्रो बाहुला आउँछ नापेर त्यसको गोलाइ भाग लिने। गोलाइ भाग चाहिँ अब कति आउँछ, 10 इन्च आयो भने कपडा कटिङ गर्दा 5 इन्च राख्ने, 9 इन्च आयो भने कपडा कटिङ गर्दा मोटा भाग 4.5 इन्च राख्ने, यसरी नै राख्न सकिन्छ। अनि त्यसपछिबाट मोटा भाग राखिसकेपछि यो खुल्ला भागपट्टि हुन्छ नि, खुल्ला भागपट्टि चाहिँ हामीले यहाँनेर अब 34 साइजको लागि चाहिँ 2.5 इन्च यसरी राख्ने। यदि 36 छ भने 3 इन्च राख्ने, 40 छ भने पनि 3 इन्च राख्न सकिन्छ। 40 बाट यदि 42, 45 छ भने चाहिँ त्यसमा 3.5 इन्च पनि राख्न सकिन्छ। यो चाहिँ कसरी राख्ने भने हामीलाई छातीलाई चाहिँ 12 ले भाग गरेर राख्नुपर्छ है। जति पनि छाती छ नि त्यसलाई 12 ले भाग गरेर राख्ने। अब यो तल मोटा नाप्यो। अब यो माथि चाहिँ हामीले के गरेर राख्ने भने यो माथि छ नि, यो जुन हामीले 2.5 इन्च झारेर तल राख्यौं नि, यो लाइन 2.5 इन्चको घेरामा तान्यौं नि, यो लाइनलाई चाहिँ हामीले के गर्ने भने हाम्रो कति छ छाती, छातीलाई चाहिँ हामीले 5 ले भाग गर्नुपर्छ। जस्तै यो यसको मैले यो 34 छातीको लागि बनाउँदै छु हैन। 34 छातीलाई चाहिँ हामीले 5 ले भाग गर्ने। यसलाई यसरी 5 ले भाग गर्दा कति आउँछ त्यसलाई चाहिँ हामीले यो 2.5 इन्चको लाइनमा चाहिँ राख्ने है। अनि यसरी राखिसकेपछि यो 36 को भइदा अब 7 इन्च आउँथ्यो हैन। यसरी अब यसलाई चाहिँ 7 इन्च भन्दा थोरै कम राख्ने, 34 को छ त्यही भएर 7 इन्च भन्दा थोरै राख्ने। यसरी 5 ले भाग गरेर जति आउँछ त्यसलाई चाहिँ यसरी राख्ने। हजुरहरुले चाहिँ क्याल्कुलेटर थिच्दा पनि हुन्छ हैन। यसरी 5 इन्टु अनि 34 लाई अनि इन्टु 5 ले गरेर कति आउँछ त्यसरी राखेर चाहिँ यहाँ हामीले बाहुलाको कटिङ गर्न सक्छौं। यसरी कटिङ गर्दा चाहिँ हाम्रो कुर्तामा पनि छातीले 4 भाग गरेर हामी छातीको लाइनमा त्यो काखी शेपमा हामी दिन्छौं नि। अनि यसलाई चाहिँ बाहुला कटिङ गर्दा चाहिँ 5 ले भाग गरेर राख्नुभयो भने अरूको कुर्ता र बाहुलाको कटिङ चाहिँ एकदमै मिल्छ। हजुरहरुको सानो ठुलो हुँदैन है, सिलाउन बराबर आउँछ। त्यही भएर एकचोटी यसरी कटिङ गरेर हेर्नु होला। मैले पनि कटिङ गर्ने तरिका चाहिँ मेरो चाहिँ यही हो, मैले चाहिँ यसरी नै कटिङ गर्छु। अब यसमा म एक्स्ट्रा प्लस जोड्दैछु। यदि हजुरहरु पाइपिङ लाउँदै हुनुहुन्छ भने 1 इन्च प्लस गर्दा हुन्छ यसमा। अब तल पाइपिङ लाउँदै हुनुहुन्छ भने हाफ इन्च तल पाइपिङ लगाउनलाई अनि माथि हाफ इन्च सिलाउनलाई गरेर 1 इन्च प्लस भए पुग्छ। यदि पाइपिङ लाउनुहुन्न तल फोल्ड गर्नुहुन्छ भने चाहिँ यसमा 1.5 देखि 2 इन्च प्लस गर्न सकिन्छ है।
यसमा चाहिँ यसरी एक्स्ट्रा प्लस गर्नुपर्छ। यो कटिङ गर्दाखेरि चाहिँ आफूले पाइपिङ लाएर सिलाउने हो कि या फोल्ड गरेर सिलाउने हो त्यो अनुसार चाहिँ हामीले एक्स्ट्रा प्लस गर्न सक्छौँ है। पाइपिङ लगाउनको लागि चाहिँ हामीलाई 1 इन्च प्लस गर्दा पुग्छ। माथि कुम सिलाउनलाई, बाहुलाको माथि कुम सिलाउनलाई हाफ इन्च, तल पाइपिङ लाउन हाफ इन्च। यदि तल फोल्ड गर्दै हुनुहुन्छ भने चाहिँ 1.5 इन्चदेखि 2 इन्चसम्म प्लस गर्नुपर्छ। अनि यहीँदेखि एउटा नाप सेप दिने है। अनि यसरी यसलाई जोड दिने। यसरी नै मैले अगाडि एक्स्ट्रा प्लस गरेको थिइनँ नि त, त्यही भएर अनि यो हजुरलाई यस्तो देखेको। यो नझुक्किने होला, एक्स्ट्रा चाहिँ हामीले प्लस गर्नै पर्छ जसरी पनि, नभए हाम्रो बाहुला सानो हुन्छ। अनि यो बन्द भागदेखि हल्का यसरी सेप दिँदै दिँदै यहाँसम्म आउने, यसरी चाहिँ हाम्रो बाहुला कटिङ हुन्छ। हजुरहरूले बुझ्नुभयो कि भएन? यसै गरेर चाहिँ पुरै बाहुला कटिङ गर्ने। अनि त्यसपछिबाट यहाँबाट अब यो साइड र यो साइडमा चाहिँ हामीले कटिङ गरेर यो कपडा फ्यालिदिने पछि यहाँबाट यो साइडमा पनि यसरी कटिङ गरिदिने, जुन लाइनमा हामीले सेप दिएछौँ त्यसै लाइनमा। अनि त्यसपछि यहाँबाट पनि एक्स्ट्रा भाग चाहिँ हामीले सिलाइ भाग राख्नुपर्छ है। यदि कथङ्काल हामीलाई चाहिँ कुनै बेला यो बाहुला टाइट भयो भने खोल्नलाई, लुज बनाउनलाई पनि हामीले कपडाको भाग चाहिँ एक्स्ट्रा राख्नुपर्छ। यसरी गरेर मैले हाफ बाहुला चाहिँ कटिङ गरेँ। हजुरहरूलाई चाहिँ बुझ्नुभयो कि भएन? बुझ्नु भएन भने कमेन्ट गर्नु होला, नभए सिंगल हाफ बाहुला कटिङ गर्ने भिडियो पनि म लिएर आउने छु, कुर्तासँग जोडेर पनि देखाउने छु। आज चाहिँ कटिङको भिडियो मात्रै लिएर आएको छु है मैले। अनि यसरी यो यहाँनिर पनि हामीले यसरी सिलाइ ठाउँमा पनि यसरी कैँचीले चाहिँ कपडा थोरै कटिङ गरेर चिन्ह लगाउने, अनि बीचमा पनि चिन्ह लगाउने। अनि त्यसपछिबाट यो कपडालाई यसरी 2 पल्ला बनाएर चाहिँ अब फेरि यहाँ हामीले हाफ इन्च चाहिँ सेप दिनुपर्छ। यो चाहिँ जुन हाम्रो अगाडिपट्टि कुर्ताको काखी सेपमा हुन्छ नि, यो काखी सेपमा आउँछ। यसरी कटिङ गरेन भने चाहिँ हाम्रो अगाडि कपडा पोको पार्ने अनि धेरै थुप्रिने हुन्छ नि, त्यो चाहिँ हुँदैन। यसरी अगाडिको काखी सेपमा चाहिँ हामीले हल्का हाफ इन्च चाहिँ पछाडिको पाटाभन्दा अगाडिको पाटामा चाहिँ यसरी सेप दियो भने चाहिँ अनि हाम्रो कुर्ता चाहिँ एकदमै सजिलोसँग बाहुला जोड्न सकिन्छ है कुर्तामा। अनि एक्स्ट्रा कपडा चाहिँ हामीले यसरी फोल्ड गरेर यसलाई चाहिँ सिलाउनु पर्छ। अनि सिलाइसकेपछि यसरी फोल्ड गरेर सिलाइसकेपछि यहाँनिर अनि हामीले फिटिङको सिलाइ आफ्नो मोता नापेर अनि फिटिङको सिलाइ हाल्नुपर्छ है। यसरी नै हाम्रो बाहुला चाहिँ जोड्ने हो, सिलाउन यसरी अनि कुर्तामा जोड्नुपर्छ। यसरी आफ्नो मोता कति छ नापेर यसरी सिलाइदिने। यो हाफ बाहुला कटिङ गर्न र सिलाउन चाहिँ एकदमै सजिलो छ। हजुरहरूलाई चाहिँ कस्तो लाग्यो भिडियो? यसरी हाफ बाहुला कटिङ गरेर लगाउनु होला। यो चाहिँ हामीले ब्लाउजमा पनि लाउन सक्छौँ, म्याक्सीमा पनि लाउन सक्छौँ, कुर्तामा पनि लाउन सक्छौँ। हरेक किसिमको कपडामा चाहिँ हामीले यसरी नै हाफ बाहुला कटिङ गरेर लाउन सक्छौँ है। अनि अब म हजुरहरूलाई चाहिँ क्वार्टर बाहुला कटिङ गर्न देखाउने छु। अनि क्वार्टर बाहुला पनि हजुरहरूले काट्ने तरिका सेम यस्तै गरी नै हो। एउटा बाहुला हजुरहरूले काट्न, यो बाहुला चाहिँ हजुरहरूले काट्न सिक्नुभयो भने हजुरहरूले हाफ बाहुला, फुल बाहुला अनि क्वार्टर बाहुला जस्तो सुकै बाहुला पनि कटिङ गर्न सक्नुहुनेछ है। यसलाई चाहिँ मैले अब यसरी 2 पल्ला लिएको छु। यसरी यो कपडालाई पहिला 2 पल्ला लिने, अनि त्यसपछिबाट फेरि यसलाई 1 फोल्ड गरेर यसलाई 4 पल्लामा बनाउने। बुझ्नुभयो कि बुझ्नु भएन? हजुरहरूले कपडामा बाहुला कटिङ गर्दा चाहिँ जहिले पनि हामीले कपडा चाहिँ 4 पल्लामा राख्नुपर्छ है। अनि फेरि मैले अघि हाफ बाहुला कटिङ गरेको जस्तै गरेर यो बाहुला पनि 4 पल्लामा यसरी मैले राखेँ। अनि कपडा चाहिँ उल्टो साइडमा बिछाउनुपर्छ है। चकको चिन्ह चाहिँ हामीले उल्टो साइडमा लाउनुपर्छ। अनि कपडा बिछाइसकेपछि यसलाई चाहिँ बन्द भाग मैले आफूतिरै राखेँ। आफूतिर राखिसकेपछि यो कपडा चाहिँ मैले कति साइजको बनाउँदैछु भने 45 छाती हुनेहरूको लागि बनाउँदैछु है। अघि मैले हजुरलाई 34 छातीको लागि चाहिँ मैले बाहुला कटिङ गरेर देखाएँ भने यो चाहिँ 45 हेभी साइजको लागि चाहिँ मैले यो कटिङ गरेर देखाउँदैछु। अनि यसको लागि पनि सेम थ्योरी त्यति नै हो। अब सानो छातीको लागि पनि सिलाउँदा त्यति नै, ठुलो छातीको लागि सिलाउँदा पनि त्यसरी नै यसलाई निकाल्नुपर्छ। यसको थ्योरी हुन्छ नि, यसको उ चाहिँ सेम त्यही हो है। अनि यसको लम्बाइ चाहिँ 14 इन्च, यसको उ चाहिँ हेरेर हामीले हेर्नु त यहाँ 14 देखि 15 इन्चको सम्म छ। अब क्वार्टर त 16-17 इन्चको हुन्छ। यसमा फोल्ड गर्ने एक्स्ट्रा कपडा छैन, यसलाई म पछि गाँच्ने छु। अनि अब हामीले यो खुल्ला साइडमा हामीले राख्छौँ नि, त्यो तल झार्ने स्टेप हाम्रो बाहुलाको लागि, त्यो चाहिँ मैले यहाँ 3.5 इन्च राखेको छु। यसलाई चाहिँ के गर्नुपर्छ भने हामीले 12ले भाग गर्ने है। 12ले भाग गर्ने, 12ले भाग गरेर राख्ने। यसरी म यहाँ 3.5 4सम्म पनि झार्न सकिन्छ। म चाहिँ यहाँ 3.5 झार्दैछु। अनि त्यसपछिबाट झारिसकेपछि यसलाई चाहिँ एउटा सिधा लाइन तान्दिने। यसरी नै
जति हामीले खुल्ला भागमा सेप दिनलाई तान्छौँ नि त्यसरी त्यहाँ तानिसकेपछि चाहिँ एउटा सिधा लाइन तान्दिने र यहाँनिर चाहिँ हामीले फेरि के गर्नुपर्छ भने लम्बाइ कति छ राख्ने लम्बाइ आफ्नो नाप अनुसार अब मसँग चाहिँ कपडा थोरै चाहिँ यसमा एक्स्ट्रा गाँच्न नि सकिन्छ अनि लम्बाइबाट चाहिँ हामीले मोता दिने लम्बाइ नापिसकेपछि तल मोता कतिको छ आफ्नो मोता अनुसार त्यसमा मोता दिने र त्यसमा 1 देखि 1.5 इन्च आफूलाई कति मनपर्छ त्यो अनुसार प्लस गर्ने यसरी एक्स्ट्रा कपडा चाहियो नि यसरी प्लस गर्ने प्लस गरिसकेपछि अब हामीले यहाँनिर प्लस गरिसक्यौँ अब यहाँनिर एक्स्ट्रा भाग राखिसकेपछि अब यो माथि हाम्रो 45 छाती छ 45 छातीलाई पनि हामीले 5 ले भाग गरेर राख्ने यसरी 5 ले भाग गर्ने 45 छातीलाई कति आउँछ हाम्रो 9 इन्च आउँछ हजुरहरूले चाहिँ मोबाइलको क्याल्कुलेटरमा गर्नु होला अनि 45 × 5 गर्नु होला कति आउँछ अनि त्यो अनुसार यहाँ राख्नु होला है 5 8 40 हुन्छ 5 9 45 हैन अनि यहाँ 9 राखेर यसरी यहाँनिर चिन्ह दिने अनि त्यसपछि 1 इन्च देखि 1.5 इन्चसम्म एक्स्ट्रा भाग कुर्तामा पनि काखीमा पनि एक्स्ट्रा सिलाइ भाग दिने अनि त्यसपछिबाट यहाँबाट यसलाई यसरी सेप दिने यो बाहुलाको यो थ्योरी चाहिँ हजुरहरूले चाहिँ टिपेर राख्नु होला एकचोटी कटिङ गरेर पनि हेर्नु होला मिल्छ कि मिल्दैन अनि मलाई कमेन्ट गर्नु होला है मैले चाहिँ मेरो तरिका चाहिँ यही हो सबैको आफ्नै तरिका हुन्छ बाहुला कटिङ गर्ने कुर्ता कटिङ गर्ने जे सुकै कटिङ गर्ने र ड्राफ्ट गर्ने तरिका पनि सबैको आफ्नै हुन्छ तर मेरो तरिका चाहिँ यो हो हजुरहरूले एकचोटी यसरी गरेर हेर्नुस् हजुरहरूको पनि मिल्छ कि मिल्दैन अनि मलाई कमेन्ट गर्नुहोस् हैन नभए म अर्को तरिका पनि हजुरहरूलाई सिकाउने छु अर्को तरिका चाहिँ कस्तो छ भने त्यो चाहिँ सिम्पल तरिका जस्तै हामीले अब कुर्तामा कटिङ गरेको छौं हैन कुर्तामा हामीले पहिला सुरु त कुर्तै कटिङ गर्छौं अनि त्यसपछि बाहुला कटिङ गर्छौं अनि कसरी अर्को तरिकाले चाहिँ कसरी गर्नु भने हजुरहरूले यदि यो चाहिँ विश्वास लाग्दैन र मिल्दैन भने हजुरहरूले कसो गर्नुहुन्छ यो चाहिँ हाम्रो कुर्ताको पछाडीपट्टिको पाटा लिने अगाडिको पाटामा त हामीले अलिकति गहिराई दिएको हुन्छौं नि त कुर्तामा पनि त्यही भएर यो पछाडीपट्टि कुर्ताको पाटा लिनु कुर्ताको पाटा लिइसकेपछि हाम्रो चाहिँ फिटिङको चिन्ह हुन्छ नि हामीले फिटिङ गर्ने यहाँबाट सिलाइ लाउने भनेर फिटिङको चिन्ह लगाएको हुन्छ नि हो यहाँनिर चाहिँ चिन्ह लगाउने यसरी स्केलले चिन्ह लगाइसकेपछि अब यहाँदेखि हामीले यसरी नाप्ने यसरी योदेखि कति छ यसरी यहाँनिर इन्ची टेप राखेर यसरी बिस्तारै हातले घुमाउँदै घुमाउँदै यसरी यहाँ कति छ यहाँनिर हाम्रो छ 10 इन्च आएको छ नि हेर्नु त 10 इन्च आएको छ हैन अब हामीले यसलाई चाहिँ बाहुला कटिङ गर्दा चाहिँ राख्न सकिन्छ यसलाई पनि हामीले सेम यसरी अब यहाँ 10 इन्च आयो यो गोलाइ भाग 10 इन्च आयो अब यहाँदेखि हामीले यहाँ चाहिँ त्यति नै 3.5 इन्च राख्नु होला 12 ले भाग गरेर यसमा 3 3.5 4 इन्च राख्न सकिन्छ त्यो भन्दा बेसी चाहिँ नराख्नु होला हैन यो हेभी साइजको लागि 4 इन्च भन्दा बेसी चाहिँ नराख्नु होला हजुरहरूले चाहिँ 3 देखि तल 3.5 इन्च 4 इन्चसम्म पनि राख्न सकिन्छ त्यो भन्दा तल चाहिँ नझर्नु होला यसरी कपडामा यसरी 10 इन्च आयो यसरी नाप्ने नापिसकेपछि अनि हामीले बाहुला कटिङ गर्ने कपडा लिने अनि त्यसपछि राख्न सकिन्छ है हजुरहरूले पनि सेम तरिकाबाट हजुरहरूलाई चाहिँ म बारम्बार देखाइरहेको छु नाप्ने तरिका यसरी भनेर यसरी यहाँनिर यहाँ हाफ इन्च सिलाइ जान्छ अनि यहाँ गोलाइ हुन्छ अगाडिको पाटामा हामीले अलिकति एक्स्ट्रा कटिङ गरेको हुन्छौं नि त गहिराई दिएको हुन्छौं नि त्यसलाई ठ्याक्क मिल्छ क्या हजुरहरूले अब त्यहाँ अघि 10 इन्च आयो अब यहाँदेखि यसरी नै यसलाई नाप्ने 10 इन्च यहाँ माथि राख्ने अनि पहिला सेप दिने अनि 10 इन्च आएको छ कि छैन यसो गरेर यसलाई हल्का यसरी सेप दिएर ठ्याक्क हेर्नु त 10 इन्च आएको छ कि छैन यसरी पनि कटिङ गर्न सकिन्छ है यसरी कटिङ गर्नुभयो भने हजुरको कुर्ताको गोलाइ र बाहुलाको गोलाइ चाहिँ बराबर हुन्छ र सिलाउँदाखेरि कहिले पनि बाहुला लामो ठुलो अनि काखी कुर्ताको काखी भाग सानो चाहिँ हुँदैन मैले पनि पहिला सिलाइ सिक्दा चाहिँ मलाई सबै जोड्न सजिलो लाग्थ्यो यो बाहुला जोड्नलाई कुर्तामा बाहुला जोड्नलाई यति अप्ठ्यारो लाग्थ्यो नि कहिले मिल्दैन थियो कहिले कुर्ताको गोलाइ धेरै आउने कहिले बाहुलाको धेरै आउने खोल्दा म हैरान हुन्थे जुन दिनदेखि मैले यो तरिकाबाट चाहिँ बाहुला कटिङ गरे त्यो दिनदेखि चाहिँ मेरो 100 मा 90% चाहिँ मेरो मिलेको हुन्छ कहिलेकाहीँ कुनै बेला चाहिँ हामीले अब गहिरो गोलाइ दियौं भने चाहिँ कहिलेकाहीँ चाहिँ सानो ठुलो हुन सक्छ त्यसलाई मिलाउन सकिन्छ है त्यसलाई चाहिँ अलिकति सेप दिएर मिलाउन सकिन्छ नभए यसरी मेरो सधैँभरि चाहिँ यसरी मिल्ने गर्छ है कहिलेकाहीँ हातको काम हो कहिलेकाहीँ त बिग्रि पनि हाल्छ त्यसलाई डर मान्नु पर्दैन त्यसलाई हामीले फेरि अलिकति ठुलो भयो भने जुन चाहिँ ठुलो छ त्यसलाई अलिकति सेप दिएर कटिङ गर्ने या खोलेर यसलाई टाइट बनाउन सकिन्छ ठुलो बनाउन सकिन्छ त्यसमा केही डरै मान्नु पर्दैन
हाम्रो। अनि यसरी अब फेरि यसलाई चाहिँ यहाँनिर हामीले अगाडिको काखी सेपलाई चाहिँ हल्का हाफ इन्च चाहिँ छाट्नुपर्छ है। कुर्ताको पनि अगाडिको काखी सेपलाई हाफ इन्च हामीले छाट्नुपर्छ र बाहुलाकोलाई को पनि कटिङ गर्दा अगाडिको पाटालाई चाहिँ हाफ इन्च एपले हामीले यसरी कपडा चाहिँ छाट्नै पर्छ। यसरी छाट्यौँ भने चाहिँ हाम्रो काखी सेप चाहिँ एकदमै राम्रो सफा र राम्रो देखिन्छ है। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, यहाँ अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यदि यो भिडियो मन पर्यो भने हजुरहरूले चाहिँ लाइक सेयर र सब्सक्राइब नगरिकन हेर्नु भएको छ भने चाहिँ सब्सक्राइब पनि गर्नु होला है। हजुरहरूको एक सब्सक्राइबले चाहिँ मलाई धेरै भिडियो बनाउन मोटिभेसन दिनेछ। म अझै यस्तो थुप्रै भिडियो बनाउने छु। यदि हजुरहरूलाई चाहिँ फुल बाहुलाको कटिङ चाहिन्छ भने पनि कमेन्ट गर्नु होला है। म यो हरियो कपडाको चाहिँ फुल बाहुला कटिङ गर्नेछु। हजुरहरूले छिट्टै कमेन्ट गर्नुभयो भने चाहिँ म यसको भिडियो बनाउने छु। अनि यो मैले आज क्वार्टर बाहुला र हाफ बाहुलाको कटिङ गरेँ, कस्तो लाग्यो, हजुरहरूले पनि कस्तो गरेर बाहुला कटिङ गर्नुहुन्छ त्यसको पनि कमेन्ट गर्नु होला र धेरै माया गरिदिनु भएकोमा धन्यवाद।